Hi everyone. I know a lot of you guys have heard about Epstein files. And Epstein files को बारेमा सुनिसकेपछि many of you have been disturbed lately, हैन? म आज हजुरहरूलाई दुईटा तीनटा कुराहरुमा मात्र रिक्वेस्ट गर्न आको हो। सबैभन्दा फर्स्टमा भनेको चाहिँ आफ्नो मेन्टल पिसलाई डिस्टर्ब गरी गरी प्लिज एप्स्टिन फाइलको बारेमा रिसर्च गर्ने, एप्स्टिन फाइल खोताली हेर्ने, त्यो र फुटेजेसहरू, त्यो र भिडियोजहरू डिस्टर्ब भइकन पनि हेर्ने काम चाहिँ प्लिज बन्द गरिदिनु होला। इफ इट इज डिस्टर्बिङ यु, इफ इट इज ग्राभिङ योर मेन्टल पिस, हैन? दोस्रो नम्बरमा छ तपाईहरुको घरमा पक्कै पनि सानो बेबिजहरू होला, जसको घरमा बेबिज हुनुहुन्छ, प्लिज मेक श्योर कि त्यो भाइरल भिडियोजहरू, त्यो र फुटेजेसहरू र त्यसको बारे यो एप्स्टिन फाइलको कुराहरू चाहिँ बेबीको कानसम्म र आँखासम्म नपुगोस्। सकेसम्म उसले नसुनेको, थाहा नपाएको नै बेस्ट हुन्छ। अहिलेको सिचुएसन भनेको अवेरनेस स्प्रेड गर्ने र आफ्नो फ्यामिलीसँग सेफ भएर बस्ने टाइम हो। अमेरिकाको इन्सिडेन्ट्स भए पनि ग्लोबली चाहिँ यसले एकदमै धेरै इफेक्ट गरेको छ र नेपालमा पनि कति कुरा, नेपालसँग जोडेको पनि कति कुराहरू आएको छ। डाइरेक्टली नआए पनि हामी स्योर हुन सक्छौँ कि इन्डाइरेक्टली नेपालसँग धेरै कुराहरू कनेक्टेड छन्। त्यही भएर सकेसम्म अवेरनेस स्प्रेड गरौँ, सेफ भएर बसौँ, आफ्नो मेन्टल पिसलाई नबिगारौँ र आफ्नो बेबिजहरूलाई चाहिँ यस्तो खालको न्युजबाट टाढा राखौँ। पोजिटिभ कुराहरू मात्रै सुनाम, बुझाम र भनौँ। थ्याङ्क यू सो मच।